दर्शकवृन्द नमस्कार। स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानल धार्मिक कुरामा। दर्शकवृन्द आज हामी यस भिडियोमा जान्ने छौं विक्रम सम्वत 2082 सालको जेठ महिनाको सम्पूर्ण 12 वटा राशिको मासिक राशिफलको जानकारी। जेठ महिनामा ग्रहहरूको फेरबदलले गर्दा 12 वटा राशिमा के कस्तो प्रभाव पार्नेछ दर्शकवृन्द जान्नको लागि भिडियो पुरा हेर्नुहोला। यस्तै जानकारीहरूको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला, साथै आउने बेल आइकनमा पनि थिच्नुहोला। भिडियो मन परे भिडियो लाइक र शेयर गर्न चाहिँ नबिर्सिनुहोला। दर्शकवृन्द आउनुहोस् जानकारी अगाडि बढाउँ। पहिलो रहेको छ मेष राशि। मेष राशि हुने जातकको लागि यो महिनामा विभिन्न अवसर प्राप्त भए पनि बल जफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखा सम्बन्धी समस्याले सताउन सक्छ। शोकका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हात लागि हुन सक्दछ। राजनीतिक पृष्ठभूमि बलियो हुनेछ भने शक्तिशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भोगविलासमा मन रमाउनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हात लागि हुनेछन्। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रहरूसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रेमको बन्धन सकिनेछ भने विपरीत लिङ्गीहरूको माध्यमबाट लाभ हुनेछ। त्यसैगरी दोस्रो रहेको छ वृष राशि। वृष राशि हुनेवाला जातकको लागि यो महिना मनज्ञ आम्दानी भए पनि दोस्रो सातादेखि आम्दानी घट्नेछ। अरूलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। ठूलो आशा देखाउने ठगी गर्नेहरूले सताउन सक्छन्। तापनि वाद विवाद र झैझगडाबाट टाढा बस्नु बुद्धिमानी हुनेछ। आसन्न यात्राको व्यवस्थापनमा पनि खर्च बढ्नेछ। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडी-कडाउको शिकार भइएला। विपरीत लिङ्गी वा व्यवसायी मित्रहरूले साथ दिनेछन्। अत्यधिक खर्च भए पनि मनज्ञ आम्दानी उठाउन सकिनेछ। लगानी वा श्रमको प्रतिफल प्राप्त भइरहनेछ। नयाँ सवारी तथा भौतिक साधन प्राप्त हुनेछ। त्यसैगरी तेस्रो राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने जातकको लागि यस महिनामा केही व्यावहारिक उतार चढाव आउन सक्छन्। आय स्रोत कमजोर बन्नेछ। उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव र काममा बाधा हुने देखिन्छ। आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिवश सञ्चित रकम खर्चनु पर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमा पनि आफन्तजन टाढा हुनेछन्। पैसा र व्यापारमा मन्दी आउनेछ। घर खर्च बढ्नेछ। नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भइनेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महिनाको उत्तरार्धमा केही समस्या सुल्झिनेछन्। त्यसैगरी अर्को रहेको छ कर्कट राशि। कर्कट राशि हुनेवालाहरूको लागि यो महिना कर्म साधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। तारिफ योग्य कामले प्रशंसा, ख्याति र मान सम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। भाग्यले असल प्रेम पात्र जुराउनेछन्। कृषि भूमि र पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। कार्यक्षेत्रमा केही चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छन्। अत्यधिक परिश्रमले शरीरमा थकान र कमजोरी निम्त्याउन सक्छ। तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। दर्शकवृन्द राशिहरूको क्रममा अर्को रहेको छ सिंह राशि। सिंह राशि हुने जातकको लागि यो महिना तारिफ योग्य काम गर्दै नाम दाम र इनाम हात पार्ने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय रहेको छ। व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषि कर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी काम समेत
सम्पादन हुनेछ। अध्ययनतर्फ मेहनतले लक्ष्यमा पुर्याउनेछ। समुदायमा प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा केही असमझदारी र प्रेम सम्बन्धमा खटपटी बढ्न सक्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। जेठ महिनाको मासिक राशिफलको अन्तर्गत अर्को रहेको छ कन्या राशि। कन्या राशि हुने जातकको लागि यो महिना परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ, तर अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले वाद विवादमा परिएला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनु परे पनि कालान्तरमा आफैलाई फाइदा हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। बन्धु बान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। वाद विवाद पनि सम्झौतामा टुङ्गिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। राशिहरूको क्रममा अर्को राशि रहेको छ तुला राशि। तुला राशि हुने जातकको लागि यो महिना केही सावधानी अपनाउनु पर्ने देखिन्छ। आफन्तबाट टाढा भइनेछ। निकटजनहरूसँग असमझदारी बढ्न सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा जुट्न समस्या पर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। द्वेष गर्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा मन्दी आउनाले आय आर्जनमा कमी आउनेछ। सञ्चित रकम खर्चिनु पर्नेछ। असावधानीले चोटपटक लाग्न सक्छ। कब्जियत वा ढाड कम्मर सम्बन्धी समस्याले सताउनेछ। अप्ठ्यारो समयमा शुभचिन्तकहरूको सहयोग जुट्नाले राहत मिल्नेछ। सत्यपात्रको सङ्गतले दैनिक व्यवहारमा पनि सुधार ल्याउन सकिनेछ। अध्ययनमा भने समय दिन नसकिएला। त्यसैगरी अर्को रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने जातकको लागि यो महिना घर गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभ फलदायी रहनेछ। समयको प्रतिकूलताले नयाँ काम थाल्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अगाडि बढ्न सक्छ, तर हतारको निर्णयले गलत दिशामा डोहोऱ्याउने हुँदा सावधान रहनुहोला। नयाँ आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। घर खर्च बढ्नेछ भने आय आर्जनमा कमी आउनेछ। सोखले फजुल खर्च पनि बढाउन सक्छ। बलजफ्ती गर्ने बानीले परिवारमा असमझदारी निम्त्याउनेछ र आफन्तजन निराश बन्नेछन्। आलोचकहरूलाई शुभचिन्तकका रूपमा लिनुहोला। महिना फलदायी रहनेछ। जेठ महिनाको मासिक राशिफलको अन्तर्गत अर्को रहेको छ धनु राशि। धनु राशि हुने जातकको लागि यो महिना रोकिएका काम पुनः प्रारम्भ हुनाले यो महिना फलदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मेहनतले गर्दा स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान स्वतः हट्नेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुङ्गिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। बुद्धिको उपयोगले अघि बढाउनेहरूलाई विशेष फाइदा हुनेछ। हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। शत्रु बाधा मुद्दा मामिला वा काममा झमेलाहरूबाट मुक्ति मिल्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने जातकको लागि यो महिना अवसरका लागि केही दौडधुप गर्नु पर्ला। मौसमी समस्याले स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने समय छ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनु होला। काम रोकिनाले उत्साहमा कमी आउनेछ, तर समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ।
परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ। वाद विवादमा अघि नसर्नुहोला। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ। त्यसैगरी अर्को रहेको छ कुम्भ राशि। कुम्भ राशि हुने जातकको लागि यो महिनामा केही घरेलु समस्या देखा पर्न सक्दछ। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। उच्च रक्तचापले पनि सताउन सक्छ। तर सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मेहनत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबण्डा लाग्न सक्छ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछन्। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला। राशिहरूको क्रममा अन्तिममा रहेको छ मीन राशि। मीन राशि हुने जातकको लागि यो महिना केही सङ्घर्ष गर्नु परे पनि यो महिना लाभदायक रहनेछ। आवश्यक स्रोत साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। द्वेष गर्नेहरूले केही समस्या निम्त्याउनेछन् तापनि प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। प्रयत्न गर्दा सामान्य व्यवसायलाई उद्योगमा रूपान्तरित गर्न सकिनेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ। समयमै सजग रहनुहोला। दर्शकबिन्दहरू, हाम्रो जानकारी हजुरहरूलाई कस्तो लाग्यो? यस जानकारीप्रति कुनै पनि सल्लाह सुझाव छ भने या कुनै कुराहरू बुझ्नु भएको छैन भने तल कमेन्ट बक्समा लेखिदिनुहोला। सोही अनुरूप म तपाईलाई रिप्लाई गर्ने प्रयास गर्नेछु। तपाईले यस भिडियोलाई लाइक गर्नु भएको छैन भने कृपया एक लाइक गर्नुहोला। आफ्नो साथीभाइ इष्टमित्रमा सेयर गर्नुहोला र यस च्यानल धार्मिक कुरालाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। आजको यस भिडियोबाट म बिदा चाहन्छु। अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ। तबसम्मको लागि नमस्कार। जय श्री राधे।